Right. Hey, how's it going, everybody? Welcome back to the channel, ROTT Nepal. And today we're not going to react. Hey, as I say, there's no reaction. So as I say, it might be a little long because सबैलाई थाहा छ what's going on अहिले हाम्रो देशमा. Yeah. And as I say, we're gonna आजको video is going to be a breakthrough video हुन्छ नि section by section, okay? So it's gonna be, I guess, 6 or section now we might end 4, 5 or 6, let's say. Yeah. So first कुरा चाहिँ why didn't we put any kind of videos or हामीले यसपालि ग्याप फेरि किन भयो त होइन हामी किन आउन सकेनौँ भन्ने कुरा इट्स नट अबाउट से आउन सकेनौँ भन्दा पनि किन मेरो दिमागमा थिएन कि साँच्चीकै आउँदै आएन मेरो दिमागमा बिकज जुन कुरा हामीले विटनेस गऱ्यौँ नि देख्यौँ नि we have witnessed what we have witnessed was very nerve wracking अनि अर्को कुरा was very chilling रिस सबै भयो मलाई त एकदम नराम्रो थियो everybody knows that होइन वर्ल्डलाई थाहा छ त्यो कुरा Yeah. that's why मेरो दिमाग युट्युब बनाऊ क्लाउड चेस गरौँ आएन गएन अब what can I do We were really confused the बेला किनभने everything happened so हुन्छ नि changes यस्तरी झापझाप आयो first social media came in होइन social media came in Exactly. त्यसपछि protest came in त्यसपछि kid got shot and too much on the plate के एकैचोटिमा so Yeah. हामीलाई यो YouTube यो let's make money मा भन्दा पनि we were really हुन्छ नि हामीलाई चाहिँ आफ्नो देशको बारेमा we were really concerned त्यति बेला चाहिँ Yeah. so that's why we Exactly. fuck this YouTube एकैछिनको लागि let's focus on what's going on let's हुन्छ नि let's do something भनेर हाम्रो दिमागमा चाहिँ चलिरहेको And we started. yeah We started. get it We started and we did it. त्यही पनि मैले हाल्दै हालिनँ आजबाट मसँग सी उल्लु होइनौँ हामी as a YouTuber, as a content creator or whatever you want to say होइन हामी उल्लु छैनौँ I have all the evidence मैले देखेँ अनेक देखेँ जिन्दगीमा नदेख्नु पर्ने कुरा देखेँ म टुवा पनि भनिरहेको छु I'm still in shock कि त्यो यही छेउमै त्यत्रो अरबौँ रुपियाँ घरभित्र छ भन्ने कुरा त उही त मलाई त सपनाको अर्को सपनाभित्र पनि सोचेको थिएन मैले त्यति धेरै पैसा मैले जिन्दगीमा देखाएको पनि थिइनँ के भएको थियो राइट त्यो पैसा जलिरहेको छ भरभरि बलिरहेको छ घर हेरे महल पुरै राजमहल भन्दा कम छैन थिएन त्यही त खड्काको घरदेखि लिएर हाम्रो यो सेरेको घरदेखि लिएर राइट त्यही त अनि यता हाम्रो फेरि उहाँ म्याम हाम्रो पुरानो भुइँनै टेक्न नमिल्ने मान्छे दिमागमा बुबु उहाँ भुइँ खुट्टा टेक्नु नटेक्ने प्रधानमन्त्री के अरे प्रेसिडेन्ट हाम्रो फर्स्ट लास्ट बच्चालेरी प्रेसिडेन्ट विद्या भण्डारी एक्ज्याक्टली देवी त भन्दैन है म किनभने भन्छ। देवी भनेको वर्ड इज Exactly. डिफरेन्ट होइन Let's Don't. not for- होइन त्यो कुरामा नजाउँ वाट अब त्यो हामीले गरेको त होइन अभियसली we have never lit nothing no we're not stupid हामी लोकल्स हौ we won't do it हामीले मलाई एउटा त्यही त we won't do it होइन तर मैले अघि भने नि we gonna break down फर्स्टमा मैले अघि भनिसकेँ why didn't we put यो कुरा बिकज मेरो दिमागमा आएन होइन अनि अर्को कुरा के छ भने द थिङ इज हामी बस्ने ठाउँ चाहिँ यस्तो ठाउँमा छ कि हुन्छ नि हाम्रो लेफ्ट राइट हुन्छ नि अगाडि पछाडि सबैजना यो पोलिटिसियन जो जसको घरमा जे जे बवाल भयो नि they live all around us okay so we've seen smoke coming up from different directions now so we have a lot of content त्यही कन्टेन्टको कुरा गर्नु पर्दा पनि if गाले भयो we don't want to do that we just want हुन्छ नि truthfully होस् राम्ररी होस् हुन्छ नि कसैले कसैलाई पनि हार्म नहोस् हुन्छ नि तर truth needs to come out बेसिकली हाम्रो एथिक्सले दिएन हामीले गरेनौँ त्यही भएर हो खास केही पनि होइन अनएथिकल लाग्यो मलाई एकदम त्यो भन्दा नि मेरो हाम्रो चाहिँ दिमागमा आउँदै आएन कि कन्टेन्ट त कति त छोडिदिउँ तर देयर आर कन्टेन्ट क्रिएटर्स रियली वान्ट द्याट फुटेज or क्लाउड हाले I was like come on dude first let's you we're our nation is burning our nation is in pain our nation needs something, somebody, some youth to come up and take the stand. But we couldn't do that. Quite, I don't know you. but you have now But yeah, exactly. तर त्यही हो जस्तो त्यही हो राम्रो कुरा हुन थाल्यो कि इन्फिल्ट्रेटर्स आउँछ भन्छ आउँछ अहिले इन्फिल्ट्रेटर्स आएर ऱ्याग चाहिँ यिनीहरूलाई चाहिँ बुझाउनु पर्ने हो कि इन्ट्रुडर्स नै छ मैले
माथिबाट सोद्धा भयो एउटा कुरा। हामीले देख्यौँ के त त्यो 8 सेप्टेम्बरमा what did we witnessed? बिचरा 17 वर्षको Saddest thing. बच्चा एसएलआरले ब्ल्याङ ब्ल्याङ हानेर ब्याट ब्याट हालिरहेछ र आजको दिनमा देवर सेट 19 जना मलाई पहिल्यै भनेको थियो कि मलाई आई हेभ फिसी 100 भन्दा माथि पुग्छ हेरे भने आई नो बिकज मैले अस्ति पनि भनेको थिएँ कि सहिद भनेर भएसम्म देशै बन्दैन गयो र यो कुराहरूको भयो है that we have witnessed so I couldn't sleep a whole goddamn night. त्यसपछि 9th मा we stepped in. We millennials stepped in to support my own Gen Z हुन्छ नि brothers and sisters and niece and all whatever you want to call. किनभने Protect मेरो the पनि nation, basically, yeah. या मेरो पनि छोराछोरी छ भन्नु मेरो दाइको छोराछोरी छ अनि एउटा कल आएको थियो कि काका हुन्छ नि you guys were पहिला यस्तो अरे उस्तो अरे अहिले के भयो बिकज जो बच्चा चाहिँ मरेको थियो नि ऊ चाहिँ मेरो छोराको बेन्चमेट क्लासमेट के साथी छुटेको चाहिँ एकदमै लकी पर्यो हुँदै थियो देवर जस्ट नेपाल त चढ्न द्याट वाज द थिङ विच हि मलाई दिमाग रातभरि त्यसले हो कि मलाई खाएको देन आयो 9th of September हामीले एउटा सानो कल सल्भ गऱ्यौँ मेरो हामी यहाँको मान्छे के सो पुरानो केटाहरूलाई जुन हामीले मैले एज अ मिलेनियल्स हामीले सुरु गरेको थियौँ एउटा मुभमेन्ट पाएन दिएन हामीलाई त्यतिखेर दबाएर राख्थ्यो बिकज देयर वाज इन्टरनेट थिएन त्यतिखेर फोन भन्ने हुँदैन थियो राइट हामीलाई माओवादी मनै परेको थिएन वाइसएलसँग नान पर्ला थियो हाम्रो बौद्धको यति धेरै कुरा भइरहेको थियो कि त्यतिखेर वी कुडन्ट डु इट अनि म एउटा कुरा भन्न चाहन्छु जेन्जीलाई रियली सरी वी कुड हेभ डन पहिल्यै कुरा सरी जेन्जिज हामीले त्यतिखेर गर्न सकेनौँ तर Sorry भन्दा पनि it's तर time to say thank you. जेन्जी थ्याङ्क यू सो गॉडडैम मच तपाईँहरूको यो एउटा मुभमेन्ट एउटा आवाजले गर्दाखेरि हामीलाई लाग्यो द्याट्स इट नट ओन्ली हामीले कस्तो कस्तो मान्छे भेट्यौँ संसार भन्नाले बुढो मान्छे पनि आइरहेको थियो टुरिस्टमा हामीलाई कतिले हुन्छ नि आशीर्वाद पनि दिएर गयो कि That's a factory है त्यो त्यही कन्टेन्टकै कुरा गर्छु चाहिँ फेरि I get into content त्यही कन्टेन्ट बनाउनु पर्यो we met thousands of people हुन्छ नि त्यसमध्ये there was one guy त नभनौँ बा हुनुहुन्थ्यो बुढो He was 70 something क्रस उसलाई याद पनि छैन ऊ 70 कटिसक्यो भाउ याद छैन भनेर भन्दैछ he walked म्यान सुरुकोटेदेखि सुरुकुटेदेखि उसले बानेश्वर जान खासमा बानेश्वर जानुपर्ने बिर्सेर यता चाहिँ आइपुगेछ कि ऊ देवाघरतिर आइपुगेछ उहाँले भनेको यिनीहरूको घर चलाउनै पर्छ बाउ भएन भनेर कतिवटा जेनेरेसन उसले कतिवटा जेनेरेसन तक बाउ हुन्छ नि त्यो एक्स वाइ भन्दा नि त्यो बुढो त झन् कहिलेको होला उसलाई कति होला कहिलेदेखि के मात्र सहेको होला के उसले के मात्र सहेको होला हामी एउटा मल्दैन भएर हामीले त्यत्रो त्यति समय त योभन्दा अगाडिको जुन राजतन्त्र हटेर जब गणतन्त्र आयो नि त्यतिखेर हामी थियौँ के जेनजीको ठाउँमा पहिला वी वर देयर गेटिङ बिटन अप अल द टाइम अल द टाइम के आई डोन्ट नो वाइ त्यसै राखेको त तपाईँलाई हामीलाई हामीले आवाज उठायौँ के गर्नु एकछिनमै पुग्छ बेसिकली हजुरहरू त आधी उमेरै हत्तै गयो आधी उमेर चाहिँ गयो 9 18 भन्दा भति जान्थ्यो इन्टरनेट पनि थिएन के थिएन पढ्ने बाहेक अरू उपाय थिएन पढ्न पनि ल्याइलाउँदैन थियो कस्तो गाह्रो टाइम थियो कि तर दिस टाइम हामीले सोचेको चाहिँ मैले सोचेको थिएँ कि एउटा सोचाइ हुन्छ नि एउटा मान्छेको कि वाउ यस्तो भएको भइदिया भए आई युज टु टक विथ भाइ यस्तो भइदिया भए आई युज टु टक विथ ब्रदर यस्तो भइदिया भए आई विल टक विथ माई फ्रेन्ड्स यस्तो भइदिया भए भइदिरहेको unexpectedly we did it man we did it र अर्को कुरा I don't care होइन एउटा this is another एउटा section is up एउटा होइन हामीले के विटनेस गर्यौँ कसरी सुरु भयो अब आउँछ के आउँछ त अब त्यो जुन अघि मैले फ्रस्ट्रेसनको कुरा गरेँ नि त्यो कुन पिकमा पुग्यो त अब कुन पिकमा पुग्यो कि
आई डोन्ट अन्डरस्ट्यान्ड हामी घर आउँदासम्म यता पनि बलिरहेको थियो, यता नि बलिरहेको थियो, उता नि बलिरहेको थियो, उता नि बलिरहेको थियो। माथि कौसरी हेर्दा जहाँ त्यही बवाल बलिरहेको थियो, गन्ती बलिरहेको थियो। तर मैले एउटा कुरा थाहा नपाएको चाहिँ हु डिड इट? There's a lot of questions. We'll talk about बिकज that, the pros and cons. एक्ज्याक्टली Most importantly, के छ भने त्यो हामी त्यो फ्रस्ट्रेसनको पिकको कुरा गर्दाखेरि हुन्छ नि हामी यतिसम्म भइसकेका थियो वी वर लिटरली हुन्छ नि गमको गोली सुन्दाखेरि एभ्रीबडी हुन्छ नि सबैलाई त हुन्छ होइन आउँछ तर वी वर अनफेस्ड के साथले चाहिँ के लगाइन्छ? 3-4 राउन्ड डाङ 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 लाग्यो हाम्रै अगाडि हामी के लाग्यो लगाइन्छ? बिचमा वेयरिङ दिस इज अब यसमा अलिकति ब्लड स्लड स्वेट स्वेट पनि लागेको छ त्यो मान्छेको Yes. लागि वी वर ड्रागिङ हिम होइन Yeah. बुलेट त्यो फ्लाइङ के हो यहाँ हामीले ट्याप वी वर ड्रागिङ हिम प्राङ 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 यहाँबाट गोली गएको छ मेरो साथी स्टिल अनफेस्ड के अनि पछि गएर सोच्दाखेरि हामीले एकाअर्कै कुरा Yeah. गर्दाखेरि वाट द फक हुन्छ नि हामीले के गर्यो यार हामीले आफ्नो लाइफमै झन्डै हाम्रो लाइफै बालमा दिएको झन्डै के त्यस्तो समय पुगेको त्यो हो फ्रस्ट्रेसन भने हामीले आफ्नो लाइफको बाल थियो नि त्यति बेला त्यही त यतिसम्म पिक्नु पुगेको फ्रस्ट्रेसन कि यहाँ गोली बङमा हिँडेको थियो त्यो भएको अगाडिदेखि है मलाई हत्तो छैन क्या बाल छैन मलाई त्यो कुरा थियो भाइहरू ढलिरहेको छ त्यहाँ है उसलाई घिसार्दै चाहिँ हामी त्यसको मलाई आई वाज सो पछि आएर हामी जब पानी एकजनाले पानी बाँड्दै दिदीहरूले होइन पानी लिएर चुतक्क बस्यो हामी अनि एउटा चुडायौँ अनि पछि हामी पानी खाएर यसो सोच्दै द फक जस्ट ह्यापन वी जस्ट डिड वाट गोली चुइँ चुइँ कुदिरहेको छ हामी अगाडि चलिरहेको छ फेरि सो हेर मलाई त एउटा कुरो यति खुसी लागेको छ त्यो आन्टी जो कुरा गर्नुभयो उहाँले कस्तरी आशीर्वाद दिएको यप कस्तरी दिएको क्या अब त्यो आई वाज टुवा परेदेखि मैले त्यो एकछिन ह्याप्पी क्या म पुरा तर बिकज मैले बल्ल 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 मेरो देशको लागि केही न केही चाहिँ गरेँ है सुत्न नै मजा आयो त्यो दिन ल तर मैले ब- त्यो आशीर्वाद कसरी लिन्छु भने त्यो हामीले मात्र पाएको होइन 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 त्यो आशीर्वाद चाहिँ सबै हामी जस्तो हामी नेपाली हामी जस्तो हामी जस्तो त्यो 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 के अरे त्यो गुन्डाहरू के छ नि उयो तिनीहरूलाई चाहिँ बनाएको झोले हामी त्यो झोले चाहिँ होइन हामी जुन हामीले प्रोटेस्ट गर्यो जो चाहिँ हुन्छ नि राम्रो रिजनको लागि फाइट गर्यो त्यस्तो मान्छेलाई चाहिँ आशीर्वाद दिए हो त्यो Exactly. कसैलाई चाहिँ होइन र अर्को यो भयो होइन फ्रस्ट्रेसन देख्यो पिकमा पुगेको थाहा भएन पागलै भइदियो कि हामी त पुरै सबैजना पौलायो मेरो साथीहरू पनि हामी फैलिएर बसेका थियौँ बान्छोरको केटाहरूले हाम्रो केटाहरू बान्छोर हेरिरहेको थियो के अरे चक्रपत केटाहरूले झापासीबाट चक्रपत केटाहरूले सबै उता झापासीसम्म हाम्रो केटाहरू हेरिरहेको थियो त्यसपछि उता के अरे बौद्धमा माथि उता पासाङहरूको पासाङले हेरिरहेको थियो है त्यसपछि यता कुराहरू गयो हामी यहाँ स्टार्ट गऱ्यौँ होइन बट एउटा मैले भने त्यो नाग्यो क्या अब राइट वी हेभ डन इट हामी खुसी भयौँ सबैले ताली बजायो हामी सबको मुहारमा सबको खुसी आहा सो विदिन द्याट टाइम मैले कस्तो कस्तो मान्छे भेटेँ थाहा छ त्यो दिन सो स्केची पर्सन्स क्या आई वाज अब देउबाको घर चिनिदिनु भएन भनेर छेकेको थियो नि त हामी सबले होइन अनि अब अगाडि नै थिएँ म चाहिँ अनि अब म त अब रेडी हो अब त्यही हो माई मेन मेरो मेरो वेपन भनेको दिस इज माई वेपन क्या एज अ बक्सर दिस इज माई वेपन राइट अब अनि त्यो मान्छेले भन्दै कुरा यसो हेर्दाखेरि चाहिँ लाइक यार ट्याटु छ त्यो ज्याक थियो क्या पुरा ज्याक होइन यस्तो कपाल काटेको बुझ है अब के भन्नु खोजेँ त्यो काबिली सम्झीहरू हुन्छ नि त्यस्तो एक्ज्याक्टली तर आई टक टु थिम एन्ड द्याट गाई डिसपियर कसरी थाहा छ इभापोरेट भयो जस्तो देखेँ मैले त कुरा गर्दै थिएँ अनि दे सेट वाज होइन त्यसको घर त मैले भने होइन 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 आज हामीले घिसार्नै पर्छ आज हामीले गरेन हामीले कहिले नि गर्दैन भनेर भने उसलाई हेर्दा है सपोर्ट गर्ने होइन हामी त गर्छौँ हामी त उठ्दैकै त्यसको लागि भन्यो त्यो मान्छेले अनि त्यसपछि आइसा ओके दाइ गर्नुपर्छ है पछाडिको बाटोबाट चाहिँ केटाहरू टुकिहाल्छ उसले ऊ त्यो कुरा भन्नु थियो कि मैले दामी तर वाइ ओके ठ्याक्क कुरा गरेर सँगै थियौँ हामी यसरी नै टाँसिएको थिएँ अनि भाइ पछाडि गएर मैले यसरी हेरेर अनि जान्दै त्यहाँबाट त्यो 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 बिचरा गइरहेको बाइकबाट जान्थेँ ल्याग्न भनेर यता हेर्दा अनि चम्पक फेरि ब्रदर छैन सबभन्दा दामी कुरा के थाहा छ त्यो त्यो मान्छेलाई चाहिँ हामीले त न्युजमा पनि देखिरहेको सोसियल मिडियामा यो मान्छे यो पार्टीको मान्छे अरे वाट द झोले पो रहेछ मेन त्यही भाइ यस्तो कुराहरू त
अन हुन्छ नि मान्छेहरू यस्तो अकाउन्टेबिलिटी नो 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 नथिङ इन्फाइनाइट थियो साँच्चीकै मेरो लागि चाहिँ अब मैले कसलाई समातेर त चाहिँ राम्रो होस् कि नराम्रो कसरी थाहा पाउनु मैले अब थोडा हेरेर सबैजना जय नेपाल भन्नु लाग्छ सबजना जय नेपाल भन्नु लाग्छ यार सबजना खुसी छ तर त्यो हामी बिचमा भेडा त्यो हाम्रो बिचमा पनि बिचमा रहेछ क्या मेरो छेउमा अर्को फेरि इन्सिडेन्ट है वाइ द्याट गाई वाज क्यारिङ त्यो पेट्रोल अल द वे देवा चौकदेखि भित्रैसम्म अनि द्याट गाई डजन्ट ह्याड एउटा ग्रुप नै थिएन क्या जसरी हाम्रो थियो नि त हाम्रो ग्रुप थियो नि त जे भए पनि हामी ग्रुप बनिरहेको थियौँ उसको थिएन हि वाज अलोन अनि फायर जहाँ जहाँ बलिरहेको थियो त्यहाँ झ्याप 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 पेट्रोल हाल्दै गइरहेको थियो क्या म त्यो केटालाई भन्नु खोजिरहेको थिएँ त्यहाँ गाई चुइ 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 गयो क्या त्यो स्केची काम नठाउँमा त्यो कामै नलाग्ने त्यो टेन्सनै नपुग्ने ठाउँमा आगो बालेर त्यो गरेर वाइ त्यो भएको कुरा चाहिँ त्यो हामीलाई चाहिँ के भएको भने मान्छे घिसाएर पनि न अननेसेसरी एक्ट्सहरू चाहिँ किन गर्नु पर्यो अनि माथिबाट एक्ज्याक्टली हो यो हामीले गरेको होइन भने यतिकै थाहा हुन्छ कि नट डन माई सेन्स एट अल ओर वी काइन्ड अफ पिपल हामी जस्तो एउटा साधारण जनताले गरेको होइन हामीसँग त्यति साह्रो हामी त्यति कथा पनि छैनौँ कि त्यहाँ थाहा हुँदा हुँदा त्यहाँ घरमा यति धेरै पैसा छ जो चाहिँ सरकारको पैसा हो त्यो सिधा कुरा गर्नुपर्दा त्यो हाम्रो पैसा हो त्यो जान्नु पर्दैन त्यो पैसा बालेर चाहिँ के पायो अब त्यही पैसा नबालेर चाहिँ हामीले बिस्तारै टक्क निकालेर डाङ्गुङ पिटरी निकालेर झुन्डाइदियो भने त्यो पैसाहरू चाहिँ लगेर एटलिस्ट हाम्रो देश बन्थ्यो वी कुड हेभ हुन्छ नि स्पेन्ड इट अन आवर एजुकेसन देशमा वी कुड स्पेन्ड त्यो मनी अन रोड बनाउनुमा यो गर्न विकासमा लाउनु मिल्थ्यो नि त यार त्यही घाइते भएको मान्छेहरूलाई त्यो पीडित मान्छेहरूलाई दिन मिल्थ्यो अहिले साह्रो आशिका तामाङ है साँच्चीकै सी इज डुइङ मैले नसोचेको कुरा कति द्याट गर्ल हेज सम नर्भ टु डु द्याट के दामी छ यार त्यो मान्छे उहाँलाई देखेर नै इन्सपिरेसन एक्जाम आएको थियो के भन्नुपर्दा किनभने when we went out त्यो उहाँको घरतिर there were no nothing protest मान्छेहरू they were just waiting to watch के हामीले सबैलाई दिएको थियो तिमीहरू यहाँ हुन्छ नि यो कस्तो यो गोली खाएको बिचरा उ भएको त्यो प्रोटेस्टको त्यो उ गर्न आएको कि यहाँ गुड थिङ इज जो रुम त हेर्न आएको थियो पुलिसले त्यसलाई समातेर लगिदियो हामी त्यस्तो होइन ल नो मैले भने त वी आर नट फुल्स आइम टेलिङ यु अगेन सरकारलाई पनि उहाँलाई पनि म यति विनती हामी अनपढ गौँवार हामी होइनौँ वी क्यान डु इट है टुगेदर अहिले नि भन्दैछु म यो अहिले अन्तरिम सरकार मात्र हुने फेरि डु नट अन्डर एस्टिमेट हाम्रो दुश्मनलाई चाहिँ अप्सलाई अन्डर एस्टिमेट गर्नु भनेको त्यो भनेको त उल्लुपना हो वी हेभ टु वेट अब चाहिँ sharpen yourself अब दिमाग चलाउनु because दिमाग लगाउनु exactly यो प्लिज हाम्रो अब भ्यान्डलाइजेसन कुरा गर्नु थाल्यो अरे ल मानौँ होइन केही कुरा गऱ्यो ठिक छ बट सबै भ्यान्डलाइज गर्नुपर्ने जरुरी थिएन क्या द्याट मिन्स यहाँ पनि माफिया छिर्यो अब मौकामा फाइदा उठाइदियो उठाइदियो हामी हेरे भयो कि त्यहाँ ल बुट्टी आगो लागेको छ कसले लाग्यो कसले लाग्यो थाहा नै छैन अरे ल सँगै बसिरहेको छ आगो लागेको छ भने चाहिँ देख्दैन हामीले देखेन के हो मलाई त्यो अहिलेसम्म म आफै पुवा परिरहेको छु कि भित्रैबाट लाग्दैन त्यस्तो बिकज नो नो अर्को कुरा मैले के देखेको थाहा मैले के देखेको थिएँ पैसाको माथि के थियो फाइल भनेपछि भित्र पहिल्यै उसले नै चलायो क्या बुझ्यो कुरा मैले त्यो तल हेर्दा पछि त्यो जलेको नोटहरू हुन्छ नि युआन पनि देखेँ अमेरिकन डलर्स पनि देखेँ अस्ट्रेलियन डलर्स पनि देखेँ दिरम्स पनि देखेँ रुपिस पनि देखेँ एसी पनि देखेँ मेन अनि त्यही कुरा नेपालको यस्तो वाणिज्य ब्याङ्क पनि दिएर थिएन होला हौ त्यही कुरा गर्दाखेरि म एउटा कुरा पोइन्ट गरिदिन्छु मैले हजुरलाई हामी त्यो विद्यादेवी भण्डारीकोमा आगो लाग्यो होइन त्यो आगो देखेर हामी went there होइन मैले त्यहाँ यसो सामान के छ नि त्यसको एभिडेन्सहरू के के छ भनेर यसो हेर्दाखेरि त्यहाँ मैले पेपर्सहरू भेटाएको थिएँ नि पेपर रियली स्केची के किनभने मैले जतिवटा पनि पेपर्सहरू भेटाएको थिएँ सबै 2021 2020 2018 पुरानो डकुमेन्ट्सहरू मात्र थियो कि त्यो रिसेन्ट डकुमेन्ट्सहरू हुन्छ नि थिएन डकुमेन्ट्सहरू घरमा जसरी त्यो चेक बुकहरूको त्यो भेटाएको थियो नि त्यसरी चाहिँ घरमा चाहिँ भेटाएन कि सबैले स्वाइप यो खासमा यो आगो लगाइदिने घरमा आगो लगाइदिने मान्छेहरू नै हो कि एक्ज्याक्टली
केही सो गर्नु पर्दैन हाम्रो यो पहिला यो फ्रेन्ड्सहरूले कुट्याट गरे जस्तै थुनमा छिर्ने चिया पसलमा मार्ने चाहिँ जोड्ने हो कि निकाल्ने हो कि जेलमा थुन्ने हो कि त्यो त्यसै हो why you don't need to त्यही destroy भने के कहिले पनि another thing हाम्रो प्रपर्टी हो त्यो बाटोमा लाइट फुटाउने उम्, त्यो ढुङ्गा त्यो झार्ने त्यो प्लिज 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 जनता प्लिज डु नट डु द्याट किन यस- मूर्ख भइरहेको कि हामी यसै त हामीलाई ताकेको यु नो है सबैजनालाई थाहा छ कसले हामीलाई हाम्रो देश अब इफ यो अन्तरिम सरकार हो अहिले यो सरकार एक्ज्याक्ट भनेर भएको छैन सो कि यहाँ के हुन्छ लले के भन्छ त इन्भेट गर्नु पाइयो क्या अब यो टाइममा फेरि भएन भने चाहिँ यो सरकार सो देयर आर सो मेनी रुमर्स है फैलिङ अहिले पुरा ताल फैलाएको छ के त इन्डियाको माइट बी नेभर नो बिकज द्याट्स वाट आई हेभ बच्चादेखि त्यही देखेर आएको छु क्या मैले रहेको हुनसक्छ होइन एक्ज्याक्टली त्यस्ता कुरा अनि एउटा भनेको थियो नि एउटा केटाले त्यो होइन त्यो इन्डियन पडकास्टमा पनि त्यही छ त उसले भनेको थियो नि रको एजेन्टले नै भनेको छ भनेको थियो नेपालमा चाहिँ तपाईँ तिमीहरू सुन के हुन लागेको छ यो होइन अब ये मा- सरकार गिर जाएगी उसले चाहिँ डिसेम्बरमा भनेको थियो एक्ज्याक्टली मन्थमा नेपाल बवाल हुन लागेको छ भनेर तर मेरो स्पेकुलेसन है जस्तो स्पेकुलेसन होइन कस्तो भयो भने हिज अ र एजेन्ट के हुन्छ नि एकदम ठुलो एफबिआई एजेन्ट सिआइए एजेन्ट भनेको जस्तो हुन्छ नि अनि तर उसको वर्ड्सलाई चाहिँ आई थिङ्क हाम्रो हायर लेभलमा दे टुक इट रियली सिरियसली एन्ड द प्रोग्राम फर अ वाइल कि दे हल्टेड एक्ज्याक्टली त्यो केटाले के गर्छ भने थाहा छ? खोलिदियो कि त्यसले त्यसले हरेक महिना भन्थ्यो अरे के थियो त्यसले पोल खोलिदियो एक्ज्याक्टली सो They had some plannings behind एक्ज्याक्टली सो द्याट्स है अब अर्को कुरा आयो यहाँ the theory. या एक्ज्याक्टली अब आयो प्रचण्डको ल माओवादी Iris. राप्रप होइन Apropos, आरएसपी भनौँ न आरएसपी speech to you. आरएसपी एन्ड अल अरू पार्टी एमएलए. सानो सानो माले साले काङ्ग्रेस यहाँ हुँ गुन्डाहरूको सिधा कुरा होइन उहाँ यो ठाउँमा आयो हामी फेरि सेक्सनमा सो वाट ह्यापन्स इज प्रचण्ड वेयर आर यु खै कहाँ हुनुहुन्छ प्रचण्ड समाज कहाँ हो लुकाइरहेको छ वाइ वाइ र अब अहिले आएर यस्तो स्टेजमा आएर वाइ उसको अड्यासिटी के त माओवादीले फेरि पनि उम्, हामी वी विल राइज अगेन अँ, वाट डज द्याट मिन 7 जना हो कि 8 जना कतिजना मिलेर they अँ, will right? they will protest र फेरि we will हामी भन्दैछौँ अहिले पनि भन्दैछौँ प्लिज डोन्ट डु नट डु इट दाई भाइ जोजना हुनुहुन्छ को वाइसेल फाइसेल तपाईँहरू Protest भनौँ यार त्यो सबजना जनतालाई म एउटा सानो उयस भन्न चाहन्छु प्लिज हामी टोल सतर्क भएर बसौँ हामी एक हौँ पार्टी भन्ने कुरा आयो कि पिटेर पठाइदियो सिधा कुरा अरू उपाय केही पनि छैन सिधा कुरा यो चाहिँ एक्जिक्युसन चाहियो क्या हामीलाई उम्, नत्र यो देश गयो अब जे पनि पब्लिक एजुकेसन हुनु पर्यो क्या हुनैपर्छ किनभने ट्रान्सपेरेन्सी त हुनैपर्छ ट्रान्सपेरेन्सी चाहिन्छ यो निड नै भइसक्यो किन देखिन्छ भने किनभने यहाँ अहिले लागेको जति पनि जसरी त्यो होइन राइटकै हामीले इक्जाम्पल दिनु पर्दा अहिले एकछिन देखाउँछु म त्यो राइटको इक्जाम्पलमा जुन त्यो के गुन्डा अरे तिनीहरू झोले गुन्डाहरू जोलेहरू झोलेहरू छ नि मालेको छ त्यो तिनीहरू पार्टी पछि लाग्नुपर्ने रिजन किन छ एक्ज्याक्टली पछाडि लाग्नु न यार बरु ए बाबा यिनलाई पाल्ने हो नि त एभ्रिबडी नोस द्याट के अरे पोलिटिक्स भन्ने कुरा गुन्डा पाल्ने गर्ने नै त्यही हो नि त सो द्याट माइट बी द रिजन त्यो ग्याङ्स्टर ऱ्याप स्याप गर्नेहरू त्यो खुचियाहरू त्यो चपचुप भयो सब चुप भएर बसेर अर्को कुरा पार्टीले पनि You guys, पार्टी gangster rap, yo, yeah, fuck off. काटिदिन्छु मारिदिन्छु सामान निकाल ए सामान निकाल को राज भाइ मैले बुझिनँ उनीहरूको त्यही हो पोलिटिकल एक्ज्याक्टली सुपर चाहिएको हो नि डु नट फक विथ अस अगेन यो कुरामा र तिमीहरूको त्यो यहाँ हुँ सान नदेखाएको चाहिँ तर मैले त्यो हिपहप कम्युनिटीलाई भनेको होइन है किनभने लर अफ ऱ्यापर्स देखि आएको थियो त्यो आफ्नो नामै ननिकालिकन अब गरेको थियो गर्ने ऱ्यापरहरू पनि त्यो सबैलाई भनेन तर देयर आर लर बिग नेम्स अहिले जुन आउँदैन आइदिनु छैन लाउँदै पनि आइदिनु अब बुझ किन भनेर अब त्यही हो मैले कतिले हुन्छ नि होइन तिनीहरूलाई फिड गर्ने नि त्यो पोलिटिकल पार्टीहरू Maybe that द्याट्स द रिजन must be the reason. योजनामा पनि देख्नुभयो गुन्डाहरूलाई पाल्ने Exactly. त्यो सबै पोलिटिकल Everybody पार्टीहरू नै हुन्थ्यो होइन अहिलेको पनि चेन्ज त्यही हो। भएको छैन
सब अब हामीले यो कुरालाई चाहिँ नियन्त्रण हामीले चाहिँ हो यही कुरालाई झारिदिने हो क्या अब बिकज वी नट लेस देन त्यो गुण चाहिँ हान्न नसक्ने होइन हामीले आइज त्यस्तो त्यस्तो हुन्छ फेरि but what we have to be one divide हुन्छ नि united we stand divided we fall तिनीहरू जित्छ फेरि तिनीहरूको जति तिनीहरूको तर अब मेरो हिसाबमा चाहिँ भाइ होइन अब आई डोन्ट थिङ्क सो कि पार्टिजहरू त्यस्तो हरकत गर्छ भनेर देखाउँछ अब डराउँछ क्या अब डराउनै पर्छ क्या होइन लक्क भइसक्यो मान्छे बरु म मर्छ तँलाई पनि मार्छु भन्ने भइसक्यो सबजनाको अब चाहिँ मलाई चाहिँ के लाग्छ भने they'll work together Yep, and they'll try to fuck everything up एकदम that's not gonna happen, brother. and that's what I think होइन गर तिनीहरूको मान्छेहरू they're still walking around या why is that त्यो कपाल लामो भएको गाई त्यो आज भर्खर त्यो Election भित्र उयो छ नि त्यो अनि why is that guy walking around यतिकै अहिलेसम्म यो सबैजना बी अवेर अफ पार्टिज प्लिज 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 यो पार्टी भन्ने शब्द जुन छ नि यो पोइजन क्या पुरै stay away from it स्टे अफ दिस पार्टिज एन्ड अल सुमना श्रेष्ठले यतिकै यतिकै सोलेको होइन कि है सी इज भेरी स्मार्ट उसले यतिकै सोलेको होइन है याद गर्न this is bullshit भनेर उसले छोड्दै एक्ज्याक्टली अनदर अब आयो कुरा त्यसपछि के भयो हामी खुसी होइन अहिले भइरहेको इन दि एन्ड हामी कति दिन बस्नु चिनाकि थाहा छ लाइभ हुन्थ्यो हामी रातभरि म त किनभने साँच्चैको डिसिसन भइरहेको थियो कि त्यतिखेर अनि वी अल वर लाइक ओ माई गड के हुन्छ प्लिज प्लिज नहोस् यस्तो नहोस् यस्तो नहोस् हुन्छ नि मार्सल ल लाग्ने कुरा हुन थालिसक्यो अभियसली 2 दिनभन्दा माथि जान लागिसक्यो त्यहाँ 48 घन्टा हुन लागिसक्यो त्यहाँ डर मार्सल ल आयो भने थाहा छ के हुन्छ भनेर सबैलाई सो बट इन दि एन्ड हामीले फेरि पनि वी मस्ट थ्याङ्क सुदन गुरुङ भाइ थ्याङ्क यू सो मच होइन थ्याङ्क्स लट आई डोन्ट केयर तिम्रो ब्याकग्राउन्ड स्याकग्राउन्ड आई डोन्ट केयर द थिङ आई केयर इज तिमीले अहिले हुन्छ नि त जुन तिमीले गरेको छौ नि मनबाट हामी पनि मूर्ख छैनौँ देखिरहेछौँ एन्ड वी आर सपोर्टिङ इट अल द वे फ्रम हेड टु डाउन यस साँच्चीकै हो उसलाई के होस् भानिललाई के होस् त्यसपछि आफै थाहा हुन्छ त्यो त हामीले भन्नुपर्ने कुरा होइन म नभए पनि फरक पर्दैन मान्दैछ त्यतिकै चाहिँ जनताले दिस इज पब्लिक पावर क्या पब्लिकको त्यो देयर इज नो केस त्यो दिनको मलाई एउटा कुरा अब हजुरको कुरा चाहिँ के लाग्छ भने त्यो जुन रातको छ नि के भयो भने के अरे पिएम कुर्दा कुर्दा एएम भयो भनेर दिन लाग्ने होइन अनि अर्को कमेडी कुरा गरौँ सबजना त्यो टाइममा के भयो थाहा छ एकजना फेरि काहीँ नभएको हाम्रो एकजना हुनुहुन्छ उहाँ महान एकदमै खतरा विद्वान उहाँ एकदमै हालको सामङज्यू ओ तपाईँको म एकदमै रिस्पेक्ट होइन रिस्पेक्टफुल्ली भन्छु वाट द हेक इज गोइङ त्यो दिमागमा के चलिरहेको छ तपाईँको हजुर मेरो साहब तपाईँको दिमागमा चलिरहेको छ के छ त्यो मान्छे हामी हिजो कफी खाएर सबजना कुरा गर्दा गर्दै आई जस्ट म सर्क्यो के म मेरो साथीले मलाई भन्दाखेरि he came all the way from धरान till here to say कि मलाई दे कि मलाई दे आई क्यान म चलाउँछु कि इज द्याट हाउ पार्लियामेन्ट ओर एउटा के हुन्छ नि एउटा एजुकेटेड पर्सन त्यस्तो कुराहरू छ म त ढुङ्गा बोकेर लेबर होस् त्यसो भए लेबर हुने होइन नि त यहाँ नामै लिडर आफूले अगाडि सारेर अरूलाई पनि गराउने हो नि आफूको दिमाग पो चलाउने हो त बल प्रयोग गर्न थाल्यो भने त अब यहाँ त अब के कुरा गर्ने एक्ज्याक्टली प्रयोग गर्ने भने त म पोलिटिकल साइन्स पनि आउँछ हामीले पनि आउँछ यो ट्रेडिङ पनि आउँछ इकोनोमिक्स पनि आउँछ साइन्स पनि आउँछ वी क्यान डु इट तर वाइ doesn't happen like this brother सो उहाँलाई म एकदमै भित्र मनबाट भन्न चाहन्छु प्लिज गेट आउट अफ यर डेलुजन अनि स्टप पोस्टिङ कति मिनटमा कतिवटा पोस्ट एउटा एक्ज्याक्टली एउटा सेन मान्छेले गर्दैन थियो र उहाँको अलिकति नराम्रो भन्नु खोजेको होइन उहाँलाई बट उहाँको पारा अलिकति उस्तै छ खास है ऐश्वर्यालाई अनि तपाईँ धरानलाई अलिकति ध्यान दिनुहोस् भएको सामङज्यू
सर धरानलाई ध्यान दिनु सर्दै हजुर त्यो पो केला फेरि यहाँको कुरा तपाईँलाई त्यति साह्रो टेन्सन लिनु पर्दैन हामी छौँ सब छ यहाँ सब छ सब छ मलाई त हर्क साम्बाङज्यू कान्ने वेस्ट लागिरहेको छ कान्ने वेस्ट पुरै कान्ने वेस्ट भयो क्या हर्क साम्बाङ यसपालि त ट्रमाटाइज भएर होइन ट्याक्कै कान्ने वेस्ट जस्तो लागेको छैन म त के भन्छु थाहा छ द डेस्परेसन यो कुरै म प्रधानमन्त्री बन्छु कि बन्छु जसरी मैले बच्चामा मेरो मामुलाई मैले गर्दा त्यो यस्तो त्यो ब्याट्री हालेर रोबोट हुन्छ नि ठोकेर पछाडि फर्किने आमामा मलाई त याद आउँथ्यो क्या आएको क्या त्यतिखेर म कति ठुलो थिएँ भनेर सो यस्तो यस्तो चाहिँ नेपाली हो या नेपाली हामी राम्रो छौँ हामी त तर हामी नेपालीहरूको यो के यो मेन्टालिटी जङ्गली के ठ्याक्क के सो यो चाहिँ अब रमाइलो है आई हेभ नथिङ टु त्यस्तो केही छैन उहाँसँग होइन उहाँले गरेको छ है नगरेको चाहिँ होइन तर यसपालि के भइरहेको तर यसपालि चाहिँ थाहा छैन उहाँले हक दिया यार हक दिया सो and another अब यो another section है अब we will be talking about Godi media. Godi media. Yeah. Why do you guys have to interfere? Why do you guys itna more Nepali more as I'm gonna see all the Godi what do you call media, all of you. I wanna speak in your language. By the way, what do you mean by Godi media? Explain like Godi media, everybody knows what Godi media means. Godi media, they're media from India. Right? So, Godi media, right? G-लाई change गर्दै हुन, right? So what happens is Godi media, listen very carefully. This is a message from a common man. Kathmandu from a man from Kathmandu requesting you in a very good way. Why do you have to care about us that much? Because yours going very worse there. Let's talk about Manipur. Right? What's going on there? I'm gonna speak your language now. Because we're not dumb as you guys are. Yeah. We have same what do you call script. Same script. We understand. We can speak. Why couldn't you? That means no, they're dumb. They don't want to do that, right? Now I'm gonna come up. अब देखिए गोदी जी गोदी मीडिया आपको जो करना था करने आए थे बेइज्जती करवा के आप चले गए ठीक है बहुत अच्छा वाला बेइज्जती हुआ आप लोग को और क्या हुआ यू टॉकिंग अबाउट नेपाल आप अपना देखो भैया अपना देखो मणिपुर में वो चल रहा बच्चे मर रहा बहुत कसम से बहुत बच्चे मर रहा we have people there right then आसाम में हो रहा against BJP वहां जाइए वहां कवर कीजिए गोदी मीडिया वहां जाइए राइट उसके बाद अभी हो रहा फिर बिहार पे बवाल मच रहा ठीक है वहां जाइए यहाँ पे मत आए प्लीज एंड क्योंकि आप बोल रहे हैं कि या वो या हम लोग that's why there is a Gorkha regiment over there क्यों बनाया गोरखा रेजिमेंट क्यों बनाया आप लोग ने ब्रिटिश ने क्यों बनाया आप लोग को क्यों नहीं ली बिकॉज आप लोग का था वो मतलब अंदर से जो आता है ना वो करूंगा वाला मतलब there is no action the only thing you guys can do is talking पट 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 आप लोग तो but गोरखाली जो लोग होते हैं ना we come in action and then we talk talking about history आप लोग तो World War I से थे exactly कहाँ गए आप लोग भैया दिखाया अपना अब मैं बोलूं वो जो 250 साल गाड़ मरवाई ठीक है उसके पहले 400-500 साल फिर मुगल आए हैं जो गोर गाड़ मरवाई राइट अभी आके हम लोग को व्हाट डू यू थिंक ब्रिटिश डिडंट ट्राई टू कैप्चर अस गॉड डैम इट फक ऑफ they tried so hard they couldn't then ब्रिटिश लोग ने क्या किया they realized this motherfuckers this ये कौन सा वाला चाहते हैं बहन these guys are dangerous I don't know what kind of weapon they're carrying it's short and really it works
उन लोगों ने आपके लिए आपके जैसा सोच लिया आप लोग Exactly. So good let me tell you, get the stay away out, stay away stay away आप get मतलब do good in your own ways exactly man do good in your own आपका ways देखिए आप अच्छा से कीजिए please do not talk about Nepal anymore हाँ, because we can do that too क्योंकि प्लेटफॉर्म सबके लिए है, ठीक है आपके लिए आपके प्लेटफॉर्म ये इंडियन कंटेंट क्रिएटर्स आप ही को क्रिटिसाइज कर रहे हैं एग्जैक्टली बोल रहे हैं कि देखिए वहां क्यों जा रहे हो अरे यार वहां क्यों जा रहे हो एग्जैक्टली सब आप कुछ मत करियो ठीक है हम्म, एक बार जाके यूट्यूब चैनल पे जितना भी आप लोग इन्फ्लुएंसर्स को इंडियन यूट्यूबर जो है इन्फ्लुएंसर्स इन्फ्लुएंसर्स है उन लोगों आई को पूछिए रिस्पेक्ट देम सो मच गुड आई रिस्पेक्ट पूछिए देम उनको चाहिए पूछिए और उसका वीडियो देखिए आपको आपने आप मालूम चल जाएगा उनको बस पूछिए वो क्या लगता है उनको हमने नेपाल जाकर अच्छा किया कि बुरा किया बस पूछिए वो आप लोगों को सफलता दे It's just, you know, I'm so ashamed of your own people are really ashamed of you guys. and talking about Patrakar I'm really ashamed on our Patrakar Heart as of God. well अब हम लोग कुरा है forget about Godi media. Bye bye. Tata. Goodbye. Goodbye means never meet. Never meet. Do not try to get. let's never meet Never again meet and never talk about it. Godi media. Goodbye. So अब अर्को लास्ट कुरा है हाम्रो नेपालको प्रेस कन्फरेन्स what the heck is that? त्यस्तो नि हुन्छ प्रेस कन्फरेन्स त्यो प्रेस कन्फरेन्स हो कि इज द्याट अ फाइटिङ रिङ वाट इज द्याट सो आइम गोना सो यु आज के भएको थियो सुदन गुरुङ हो भाइको यो प्रेस कन्फरेन्समा के भयो र त्यो जगल्टे त्यो गुन्डा त्यो 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 झोले Why ले is आएर के गर्यो कसो गर्यो भन्ने कुराहरू यहाँ आज जस्ट वान टु सो यु है गाइस अल फिट लेट्स गेट इन हियर अब कुरा त مرحبا يا أصدقاء يمكن هذا آخر فيديو لي أنا أحمد المزاوي तपाईँको फेक भारतीय सुदन गुरुङ यही हो फेक भारतीय सुदन गुरुङ है एक्ज्याक्टली म नेपालको छोरा हो मलाई भारतीय भन्ने काम नगर्नु होला कुनै Obviously. मिडिया कुनै व्यक्तिले मेरो प्रतिष्ठानमा मेरो डिग्निटीमा प्रहार गर्ने काम चाहिँ नगरिदिनु प्लिज है है अल अफ यु प्लिज फेरि पनि भन्छु यदि सुदन गुरुङलाई केही भयो भने के हुन्छ भन्ने कुरा चाहिँ कन्सिक्वेन्सेसको लागि बिरेडी जसले गर्न आएको छ है बिरेडी हामी जस्तो मान्छे पनि रहनै छ यहाँ Yeah. डु नट अन्डर एस्टिमेट है हामी जस्तो मान्छे टनाटन छ हामी बाहिर निस्किँदैन हत्तपत्त त्यो पोज देखाएर यहाँ गुन्डा कसैको पार्टी आई डोन्ट गिभ अ फक के पनि होइन विज जस्ट अ कमन म्यान बट वेन इट कम्स टु माई हाम्रो नेसनमा आयो हाम्रो लाइफमा आयो हाम्रो फ्यामिलीमा आयो आम गन फक दम रियली हार्ड यति चाहिँ भनिदिन्छु र अर्को कुरा यो हुँदा हुँदा मैले के देखेँ थाहा छ लास्टमा हेर यहाँ अब राम्रो कुरा भइरहेछ म एउटा मात्र झन्डाको मुनि छु अहिलेसम्म त्यो मेरो देश भइरहेछ अब यहाँ पुगौँ है एकछिन है के हुन्छ है आउँदैन है त्यो प्रेसिडेन्ट सेट के हो त्यो होइन प्रेसिडेन्ट तब रहन्छ जब हामीले भन्छौँ कि उहाँ रहन्छ भनेर गुड बुझ्नुभयो यसमा चाहिँ राम्रो यसमा चाहिँ full interview अनि म त कुरा गर्दैन तपाईँहरू उठ्नुहोस् जानुहोस् खै एकदम ठुलो सचिव रहेछ उहाँ राष्ट्रपति निवासको एकदम ठुलो सचिव रहेछ उहाँ चाहिँ जानुहोस् मलाई थाहा छैन तपाईँहरू अहिलेको होइन यस्तो गर्नुहोस् सबै होइन यस्तो गर्नुहोस् 80 वर्षको नेपाल होइन परिवर्तन भएको छ यो परिवर्तन look at this guy all of the होइन guys please यसलाई यो मान्छेलाई एकदम रिकगनाइज गरिराखौँ है अनि हाम्रो केटाहरू को छ हुन्छ नि यता भएकोमा प्लिज त्यो एथिकलहरू फाइन्ड इट आउट यो मान्छे चाहिँ को हो भनेर डु द्याट होइन किनभने यहाँ अब को आयो झोलेर छिरे अब यहाँ अट्याक दिस गाई झोलेर छिरेछ हात्तीहरू अनि सी 80 वर्षको यो त्यो गर्दैछ नि पहिला तिमीहरूले कति हजारजना मारे अरे महादीले कति मरिदिएर गर्यो 17-20 हजार त्यो त भन्ने मात्रै हो होइन 20-25 हजार मान्छे मारेर सरकारमा बसेर लुटेर सोना चोरेर लाज लागेन खाथे तिमीहरूलाई भनौँ त पार्टी भनौँ त सब खाथे लाज लागेन बुढोमा अहिले आएर बुढोमा चाहिँ भाइ हामी जेन्जीले विचार देखेन हामीले देखेछौँ कि हामीले भोगेका छौँ सो डु नट त्यो यस्तो हुन्छ प्रेस कन्फरेन्स यो होइन तपाईँले एक्सेस पाएको छ यो यो हो। परिवर्तन होइन के कुरा गरेको तपाईँले यत्रो लडेको 40 वर्षको 80
यस्तो गर्नुहोस् होइन यस्तो गर्नुहोस् सबै होइन This guy. मेन्टालिटी नै पुरै चेन्ज भएन अहिले आएर चेन्ज हुन्छ अरे एक्ज्याक्टली यस्तो घिनलाग्दो हेर त कति घिनलाग्दो रहेछ होइन त अस्ति भर्खरै 2 दिनमा 48 आवर्समा सत्ता पलट गरिदियो अर्को 2 दिनमा ब्याङ्कको साल्टो सबै सफा टाकटुक हुँदो रहेछ त उयो निल लाउने मान्छे त्यो मान्छे यो निनो लाउने झोले 2 दिन सुतेर बसिरहेको रहेछ यो त होइन 2 दिन यसलाई के पनि थाहा छैन सुतेर बसिरहेको रहेछ 2 दिन यो सबै हेर्न चेक गर्न मात्रै आउने त्यो 2 थाल भातमा बिक्नेहरू यिनीहरू यही हो यस्तै मासु भातमा बिग्रिने एक्ज्याक्टली सो अनदर थिङ अब तिमीहरूसँग अब हामी डराएर बस्छौँ भने चाहिँ नसोच है केटा हो सोच बेरोजगारहरू तिमीहरू जागिर छैन महिनाको एन्डमा ले पैसा अध्यक्षले दिइहाल्छ त्यहीमा घर चलाऊ काम चलाऊ होइन गर्दै झन्डा बोकेर त्यही गरेर बस्छ तिमीहरू न आफ्नो पनि राम्रो नगर देशको पनि राम्रो नगर अरूको पनि राम्रो एउटा भाइले राम्रो गरिरहेछ गर्न देऊ न सपोर्ट गर्नु छैन उसले क्रिटिसाइज सुदन भाइ आम टेलिङ यु प्रमिस छ यो चाहिँ हाम्रोबाट we got your back not worry we got your back all of काठमाडौँको हरेक गल्ली गल्लीदेखि चोक लाँचे यहाँदेखि लाँचेबारदेखि चक्रबतदेखि लिएर धापासेदेखि लिएर पानसोर सेतो पुल कालो पुल रातो पुलदेखि लिएर गौशालादेखि लिएर चाकलदेखि लिएर बौद्धदेखि लिएर कपनदेखि लिएर वे विथ यु डोन्ट वरी डु नट जेनजीको मुभमेन्टलाई रोक्ने मान्छे अहिले जति पनि छ नि सबै आतङ्कवादी भनिन्छ म तिनीहरू म त हौ सिधै अनि घोषणा गरिसक्यो केपी ओलीलाई एफआइआर दर्ज भयो यो एउटा एकदम ठुलो हाम्रो लागि ठुलो जित हो र उसलाई आज बारेले के भनेर स्ल्याम गरेको छ त टेररिस्ट एक्ज्याक्टली हि इज त्यसलाई भन्छ टेररिस्ट होइन जुन हामी यहाँ गरिरहेछौँ वी आर जस्ट रिभोल्टिङ क्या यिनीहरूलाई पनि भन्छ म टेररिस्ट किनभने यस्तो हो कि ऊ देशको लागि के चेन्जेसको लागि आवाज उठाउनु मन छ उसलाई जेन्जीदेखि चित्त बुझेन अरे योदेखि चेन्ज उठेन अरे ऊ जस्तै वेमा जाउँ न त राम्ररी एक्ज्याक्टली किन गर्छ यसरी यो भने त यो नेपालको प्रेस कन्फरेन्स एकदम विक छ ऋषि धमलाज्यू के गरिराख्नु भएन बुझेन वाट इज दिस यो अनि अरू कुरा सुदन भाइलाई अर्को कुरा पनि भन्छु सुदन गुरुङ यु डोन्ट ह्याभ टु एन्सर साँच्चीकै हो फक अफ भनेर यु क्यान जस्ट गो डु यर वर्क के चुप लगाएर डु नट गो एनिवेयर जसरी बालेनले गर्यो डु द्याट वी गट यर ब्याक टु डोन्ट वरी नजाऊ के नो प्रेस कन्फरेन्स नथिङ आफ्नो काम गरौँ अब हामीले खोजेको के थियो तपाईँहरूले जेन्जी के सुदन भाइले तपाईँहरूले के खोजेको थियो पायो त एन्ड वी डिड इट सो वेरी ह्याप्पी अब नजाऊ कतै नजाऊ आफ्नो ठाउँमा टक्क तर प्रेस कन्फरेन्स भन्ने कुरा गर्नुपर्छ किनभने के बुझेको भन्ने यस्तो टु एन्सर त्यसमा सोध्ने तर यसरी गर्नुपर्छ कि जसरी यसरी एउटा ठाउँमा बस्यो जसरी बाहिरतिर हुन्छ एक्ज्याक्टली त्यसको नि टाइम आउँछ भन्नु खोजेको अहिले रन्किरहेको छ कि अहिले पनि रन्किरहेको छ यो ठाउँमा चाहिँ नजाऊ यस्तो ठाउँ एक्ज्याक्टली यो ठाउँमा चाहिँ नजाऊ है प्लिज पोलिटिकल पार्टीसँग रिलेटेड ठाउँ हो यो पहिल्यैदेखि हो सुदन गुरुङ बी अवेर अलिकति आफूले हेर तिमी एकचोटि होइन म त गोली थाप्नु तयार छु त्यो एकछिनको रिजन भन्ने र हुनुमा फेरि फरक पर्छ फेरि तिमी भएन पनि हामी सबै थाहा हुन्छ सिधा कुरा अरू जेन्जिस जतिजनाहरू भन्छ सबैले थाहा हुन्छ क्या फेरि यु आर द वान हु स्टार्टेड द मुभमेन्ट के बोलेर मात्र त हुँदैन एक्सनमा त आउनु पर्यो एनएलए बोल्यो अर्को एक्सनमा बबाल आइदियो भयो त द ओन्ली थिङ आई डोन्ट केयर हु रन्स बट द ओन्ली थिङ आई केयर इज जसले चलाउँछ राम्रै इमान्दारीका साथ चलाउनु अनि हाम्रो अहिले जुन नेपाल आमा हुनुहुन्छ सुशीला कार्कीज्यूलाई कङ्ग्रेचुलेसन्स तपाईँलाई सो नेपाल हजुरलाई हामीले नेपाल आमा भनेर नै यसरी नै हामीले सोचेका छौँ यही चाहनाले हामी जान्छौँ सो एज फार एज अ कन्सर्न तपाईँले अहिलेसम्म न्याय दिएरै आउनुभएको छ र भोलिको दिनमा हामीले सबले न्याय पाउँछौँ भन्ने एउटा आश बोकेर हामी सब बसेका छौँ सो प्लिज तपाईँलाई पनि हाम्रो हुन्छ नि भित्रबाट एउटा उद्देश छ कि प्लिज हाम्रो देशलाई चाहिँ यसरी बिरामी नदिउँ यो देशलाई टुक्रिन चाहिँ नदिउँ प्लिज यताउति केही पनि नहोस् अब जे हुन्छ राम्रो हुन्छ सबजना स्टप पिचिङ पुग्यो
भयो आफ्नो काममा जान थाल्न अब लेट्स नर्मलाइज दिस थिङ अति नै चाहिने भन्दा धेरै माथि जान थाल्यो नट चाहिने वाइयात कुरामा लेट्स नट टक अबाउट इट भयो सिद्धियो सट्टा पल्टिसक्यो हामीले जे खोजेको पायौँ वी आर खुसी छ आजको दिनमा म बाहिर यसो यसो गएर हिजो निस्केको थिएँ सबैजनाको मुखमा सबै खुसी छ यार सबै एकअर्कासँग बोल्छ भने क्या खुसी लागिरहेछ कि मलाई त्यो कुरामा तर यो खुसीलाई यिनीहरूले देख्न सक्दैन नगर है अहिले नै भन्दैछु टाइम छ सुध्रियो निस्क्यो पार्टीबाट राम्रो मान्छे बन आफ्नो देशको एउटा राम्रो नागरिक बन डु गुड नचाहिने कुरा नगर फोकसमा सोच्या होला फेरि एउटा वार्निङ पनि हो यो एउटा सानो के भन्छ रिक्वेस्ट पनि हो तपाईँहरूलाई नट डु द्याट एउटा हाम्रो लास्ट रिक्वेस्ट के छ भने त्यो गोली ठोक्ने पुलिसहरूको नाम साथी गर्नु पर्यो त्यो त्यसो चाहिँ गर्नु चाहिँ गर्नु पर्यो हजुर है उहाँले प्रमिस उहाँको त्यो यो काम गर्छु भन्ने उहाँको चाहिँ उहाँले बोलेको पारामा उहाँको आँखामा मैले देखेको छु त्यो कुरा के मैले हेरिरहेको थिएँ कस्तो थिएँ अनि द वे सी वाज सेन कि जस्टिस कसरी पाउँछ भनेर क्या बिकज सी इज अ जज सी नोज राइट उसलाई सबैजनालाई बालेन आएन बट कम अन गाइज डोन्ट बी स्टुपिड प्लिज डोन्ट बी स्टुपिड भने बालिन इज प्लेइङ सो गुड अहिले हि नोज पोलिटिक्स के राम्ररी बट एउटा कुरा छैन उसँग एक्सपिरियन्स थिएन क्या उसले पहिले होइन उसले पनि गरेको छ आई विल नट डु दिस भनेर तर हाम्रो उहाँ नेपालमा हाम्रो के अरे सुशीला कार्की ज्यूसँग त एक्सपिरियन्स छ नि त राइट सी नोज के साँच्चीकै त्यही भएर यो अन्तरिम सरकार हो 6 महिनापछि फेरि पाइँदैन द्याट्स वाइ 6 महिनामा बुझ्नुहोस् तपाईँले प्लिज बालेन नराम्रो नभन्नुहोस् यसरी यहाँबाट सोच्नुहोस् होइन यहाँबाट होइन क्या यो मुटुले सोच्ने काम गर्ने होइन मूर्ख नबन्नुहोस् मुटुको काम के हो थाहा छ त्यो रगत उदेश गर्ने माथि केही पनि गर्दैन त्यसले यहाँबाट हो गर्ने सब काम सो डु नट थिङ्क फ्रम हियर इट डजन्ट थिङ्क क्या यहाँबाट बी स्मार्ट अल अफ यु नगर्नु तपाईँ त्यो कुरा जे भइरहेछ चुप्प लाएर लेट्स सी हुँदैन विल रिपोर्ट अगेन त्यति हो कुरा चाहिँ सो टिल नाउ बट इन दि एन्ड वी वान थ्याङ्क यू सो मच अल अफ यु थ्याङ्क्स अ लट अनि हाम्रो जुन भाइ मेरो जसको हुन्छ नि शहीद भएका मेरो दाजुभाइहरू दिदीबहिनीहरू उही रेली भित्र मनबाट उही हुन्छ नि मलाई त्यो कुरा चाहिँ एकदमै नराम्रो लागेको छ त्यो कुरा र हामीले एक्सन त्यही भएर लिएको कारण त्यहाँबाट चाहिँ हो सो तपाईँहरूको एउटा बलिदानले हाम्रो देश बन्यो द्याट्स द थिङ क्या सबैभन्दा ठुलो कुरा चित्तै दुखेर लागेको थियो राइट त्यही भएर हामीले सिक्यौँ क्या हामी त्यस्तो त्यो 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 त्योमा निस्किने मान्छे नै होइन कसकै पार्टी हामी गर्ने मान्छे नै होइन वी हेभ आवर ओन जब्स है वी हेभ आवर ओन स्टडिज टु डु वी हेभ आवर ओन बिजनेस टु डु वी डोन्ट हेभ नो टाइम त्यो बुलसिटको लागि नो मेरो आमाबाउले त्यत्रो गरेर पढाएर कहाँ पढाए त्यत्रो पढाए के गर्नलाई हो र होइन नि वी हेभ आवर ओन हाम्रो आफ्नो सबै उद्देश्य छ होइन वी हेभ आवर ओन जब्स वी हेभ आवर ओन ड्युटी टु डु सो लेट्स नर्मलाइज गरौँ है अब चाहिँ भयो पुग्यो अर्को कुरा नेपाल एउटा आजको दिनमा संसारमा एउटा के त नामै भयो उद्देश्य भएर बसेको छ के अरे एउटा इक्जाम्पल very proud योभन्दा of धेरै it. के चाहियो Very proud of it, man. So that's it, all of you. है thank you so much for still हुन्छ नि जसले लास्टसम्म सुन्नुहुन्छ thank you so much and another thing फेरि पनि भन्छु लेट्स बी अवेर अहिले त्यो राति अझै 2000 जना समात्नु बाँकी नै छ है छुटेको फेरि त्यो गधाको पार्टीबाट छुटाएको छ नि त अस्ति त्यो गधा हुनुहुन्छ एकजना फेरि है सोकोड रवि लामिछाने गधा भन्ने हुनुहुन्छ कि एकजना काहीँ दिमागकै कहाँ छुटाएको मैले बुझाएन त्यो मान्छेले रवि लामिछानेको त के गरेको त्यो मान्छेले रवि लामिछानेलाई चाहिँ सोलो भिडियो आउँछ guys। रवि लामिछानेलाई चाहिँ सोलो हामी म आउँछु सोलो ठिकै छ। इन्भेस्टिगेट गरेर त्यसलाई हामी नराम्रो गरे यार रेप गर्ने रेपिस्ट खतराहरू हुन्छ नि त्यो जुन मेन्टली इल भएर साँच्चीकै के त्यस्तो छुटेको छ That's why हुन्छ नि चोर छुटेका छन् मर्डर छुटेका छन् के छुटेका छन् त्यहाँ चाहिँ थियो हिजो भर्खर पनि हाम्रो यहाँ चोरा थियो है हो। याद गर्नुहोस् उम्, यहीँ आएको थियो सबैजना बल्ट हल्लै भएको थियो सो वी हेभ सबैजना आफ्नो घरमा केही न केही बोकेर बस्नु चाहिँ अहिले त्यो जुन पार्टीहरूको एलिगेसन लागेको थियो नि मैले एलिगेसन चाहिँ भन्दिनँ माइट बी भनेर हुन्छ नि
त्यही भएर भनेको खासमा मैले डाइरेक्ट कुनै पार्टीलाई एलिगेसन यो त्यो भनेको होइन तर त्यहाँ सुन्नमा आउँदाखेरि चाहिँ आरएसपीको पार्टीको कार्यकर्ताले Maybe. जेल गरेको हो भनेर त्यस्तो आउँछ क्या छ किनभने अभियसली रवि लामिछाने इज पार्ट अफ आरएसपी Part and main मान्छे नै मेन मान्छे नै सरी फर द्याट आई डोन्ट र अर्को कुरा नो रवि लामिछानेलाई जेल सजाय हुनै पर्छ आज भए पनि आफै आई डोन्ट नो वाट इज ही थिङ्किङ मोस्ट डमेस्ट अहिलेसम्मको रवि लामिछाने मोस्ट डमेस्ट स्टेप यु एभर टेक अहिलेसम्म वाइ अनि अरू त्यही भन्दैछु नि अल अफ यु बी अवेर अलिकति सेल्फ डिफेन्स गर्नलाई केही कुराहरू बोकौँ आफूसँग है र अर्को कुरा सिटिजन बोकौँ को को नसक्नेहरू है मैले त म त साँच्चै मेरोमा त आऊ भनेको म त आऊ ल चोल आऊ फस्न आऊ मेरोमा त यहीँ कचाकुच बनाएर बोलाइदिन्छु म राति ननिस्काउँ सबैजना प्लिज फिमेल्सहरू एभ्रीबडी क्यारी क्यारी समथिङ है क्यारी प्लिज क्यारी पकेट नाइफ साइड प्लिज रेप भइरहेको न्युजहरू एकदम धेरै आइरहेको छ अनि त्यही चाहिँ हाम्रो यो मिडिया यो कान्तिपुर शान्तिपुर Oh my God. छैनन् अहिले सिधा कुरा हो कान्तिपुरलाई हामीले बर्खास्त त गर्नै पर्छ बिकज द्याट्स नट नेपाली सिधा कुरा गरिसक्यो तिनीहरू गरिसक्यो लेट्स नट अब कान्तिपुरले के फैलाइरहनु मिसलिडिङ इन्फर्मेसन्सहरू फैलाइरहेको छ डु रिमेम्बर कान्तिपुरलाई हामीले कदापि नो सपोर्ट नो सपोर्ट एट अल होइन से नो टु कान्तिपुर से नो टु चौधरी ग्रुप्स से नो टु देयर सो मेनी ग्रुप्स बिग कर्पोरेट्सहरू पोलिटिशियन्स उताबाट चल्ने क्या दिज आर बिग कर्पोरेट्स यिनीहरूले यस अनि हिमालयन टाइम्सले अलिक धेरै ध्यान दिउँ हामीलाई के हाम्रो नेपालीलाई दिउँ न हौ नेपालीले चलाउँ न हौ ठुल्ठुलो वाइ माडे अल द टाइम दिल्ली बजारमा कति धेरै छ सानसानो प्रेसहरू कति छ नि यार खतरा पत्रकारहरू छ तर के गर्नु उहाँले चान्स ल्याएछ के अरे माडेहरूले छ नि त दिल्ली बजारमा कति छ प्रेसहरू अस्ति भर्खर लिएको माडेल के अरे बालेन लिएको फेरि माडेल लिँदा फेरि त वाट इज दिस गोइङ अब चाहिँ नु है अब हुन्न है भैया प्लिज गो ब्याक टु यर कन्ट्री प्लिज लिभ Yeah, man. लिभ Go back to your home. के गाह्रो यार किन न म अबदेखि चाहिँ जति भारतबाट आएकोलाई इन्ट्रुडन्सै भन्छु अब चाहिँ डु नट कमेन्ट र अर्को कुरा सरकार प्लिज यो कुरामा चाहिँ ध्यान दिउँ बोर्डर इज नट सेफ लेट्स बोर्डरमा प्लिज सेना खटाइदिनुहोस् हजुर बोर्डरमा सेना बस्ने हो पुलिस होइन तिम्रो कुनै पनि देशमा पुलिस बस्दैन देशमा सेना बस्नु पर्यो लेट्स गो पोलिश पारामा के एकदम Yes. चाहिँ पोलिश पारामा जानुपर्छ कि पुरै we have to do that पोलिश पारा एकदमै सिधा ठाडो पारा त्यो करप्सनलाई Exactly. हालिदिने बाहिरबाट आएकोलाई च्याप्चुप पार्ने हो We don't need अब anything. म चाहिँ नेपालमा हुँदैन है अब भन्दैछु मैले फेरि पनि अब नेपालमा करप्सन हुँदैन भयो हामी ओर्लिन्छौँ फेरि च्यात्छु म साँच्चै मुख चाहिँ च्यातिन्छ रहेछ त हुँदैन अब द्याट्स इट सो गाइस मैले अहिले पनि भन्दैछु फेरि पनि भन्छु प्लिज अल अफ माई दिदी बहिनी दाजुभाइ जति जान्छ बी अवेर राति सबैजना टक्क हुन्छ नि आफ्नो होस् है केही न केही अनि सिडी राख्ने टर्च लाइटहरू सबै रेडी राख्ने राति चोर आउनु सक्छ जे पनि हुनसक्छ हिजो भर्खरै आएको थियो हुन्छ है यो लुटपाट होला फेरि बी अवेर अफ दिस अनि राति बाहिर ननिस्किदिनु होला प्लिज द्याट्स इट सो या यति भन्दैमा आजको म यो कुरा हुन्छ नि यो ब्रेकडाउन चाहिँ म अन्त गर्न चाहन्छु सो यु नो एनी क्वेसन तपाईँहरूलाई चित्त नबुझे अथवा केही कुरा मैले भन्न बिर्सेकोहरू हुन्छ प्लिज यु क्यान कमेन्ट डाउन बिलो हुन्छ नि कस्तो लाग्यो तपाईँहरूलाई राम्रो लाग्यो अथवा वाट एभर यु वान से हामीलाई त्यो लिनै पर्छ क्या एज अ क्रिटिक्स हुन्छ नि प्लिज डु कमेन्ट एन्ड डु नट फर्गेट प्लिज भन्दै जान्छु म आई से हुन्छ नि अल द टाइम हियर डु सब्सक्राइब हिट द टिङ बेल एन्ड यु नो गिभ सम थम्स अप द्याट्स इट गाह्रो छैन लेट्स सपोर्ट म्यान सपोर्ट गरौँ है अनि बल्ल यस्तो हुँदो रहेछ क्या